हेलो एभ्रिवान, म डिजिटल कन्टेन्ट क्रिएटर निरज ओली। हामी तपाईँलाई नयाँ स्कुटर बजारमा आएको छ त्यसको बारेमा जानकारी दिँदैछौँ। हामीसँग राधा इबीको डिरेक्टर पनि हुन्छ। आज फर्स्ट रिभ्यू गर्न गइरहेको छौँ ग्यारो इलेक्ट्रिक स्कुटर। अलराइट, अब यो फर्स्ट अफ अल हामीले यो रिभ्यू गर्न गइरहेको यो ग्यारो इलेक्ट्रिक स्कुटर होइन, यसको के मोडल नेम चाहिँ के छ? यसको मोडल नेम ग्यारोको DT54, यो लङ रेन्ज DT54 लङ रेन्ज। न त योभन्दा अगाडि पनि हामीले धेरै ग्यारोको भिडियो बनाइसकेका छौँ। अहिले भर्खर बजारमा नयाँ आएको रहेछ, किनभने मान्छेले धेरै लङ रेन्ज खोज्न थाल्नुभयो होइन। यसको अब रेन्जको कुरा गर्दाखेरि कति छ यसको रेन्ज? यसको रेन्ज चाहिँ एक फुल चार्जमा 300+ किलोमिटर एकजनालाई फर्स्ट गियरमा। 300+ किलोमिटर? 300+ किलोमिटर। वाउ, यो त धेरै लामो रेन्ज भयो। प्रायः हामीले गरेको अगाडिका स्कुटरहरूमा 100, 150, 200 हुन्थ्यो। 350 भनेपछि त मान्छेलाई चाहिँ अब लगभग लामो डिस्टेन्स कभर गर्न यसले मद्दत गर्छ। यसको रिभ्यू चाहिँ के अरे काठमाडौँदेखि धरानसम्म आएको रिभ्यू हालिसकेको छ, धेरैचोटि हालिसकेको छ। तपाईँले अरू पनि युट्युबमा चेकआउट गर्न सक्नुहुन्छ। ग्यारोको DT54 लङ रेन्जको ग्यारोको अरू मोडल पनि छ, त्यो पनि तपाईँ हामी पछि देखाइहाल्छौँ। अब यो यति लङ रेन्ज भइसके पछाडि यसलाई अब चार्ज गर्नलाई कति समय लाग्छ? यसको चार्ज गर्ने समय पनि सेम हो, 6 घन्टा एभरेजमा। 6 घन्टामा फुल चार्ज। तर फुल चार्ज भनेको हामी कहिले पनि प्राय ब्याट्रीलाई जेरोमा लाँदैनौँ न, त्यो हिसाबले 100%मा 6 घन्टा भनेपछि नर्मल 2-2.5 घन्टामा तपाईँ डेली चार्ज गर्दाखेरि आफ्नो गन्तव्य मजाले पुग्न सकिन्छ। अलराइट, अब यत्रो लामो रेन्ज छ होइन, यो त प्रायः मैले धेरै इलेक्ट्रिक स्कुटरको रिभ्यू गर्दा यत्रो लामो रेन्ज भएको चाहिँ पाइनँ। अहिले मान्छेको सोख पनि बढ्दै गइरहेछ, अहिले अझै लङ रेन्ज खोज्दै जानु भएको छ। त्यो हिसाबले अब ग्यारोले लिएर आएको रहेछ। अब यसमा पनि विभिन्न मोडहरू छ होइन, जस्तो 3टा मोड हुन्छ प्रायः इलेक्ट्रिक स्कुटरमा। अब फर्स्ट मोडमा चाहिँ कति दिन्छ यसको? फर्स्ट मोडमा यसले 60 दिन्छ। 60 दिन्छ। सेकेन्ड मोडमा यसले 75 र थर्ड मोडमा 90 किलोमिटर। 90 किलोमिटर भनेपछि 3टा हामी मोड पाउँछौँ। अब मान्छेलाई कोही हतार भएको अथवा कसैलाई लाइट गियर मोटरसाइकल भने जस्तै 3टा मोडमा कुदाउन सक्नुहुन्छ। सुरुमा 90 भन्नुभयो, त्यस पछाडि सेकेन्ड कुन भन्नुभएको थियो? 75 ल मोड मलाई एकताल अहिले मोड म देखाउँछु तपाईँलाई। अहिले देखाइदिउँ न मोड कसरी, हेर्नुहोस् त। यो यहाँ फर्स्ट मोडमा अहिले छ, हामी यो स्क्रिनमा हेर्नु होला। यस, हामीहरूले फर्स्ट मोडमा यो तरिकाले जान्छ। यो मोड बटन देखाइदिनु न पहिला सुरुमा। फर्स्ट मोड यो मोड बटन, यसले मोड बटन तपाईँले फर्स्टबाट प्रेस गर्नु पर्यो अनि एकताल प्रेस गरेर देखाइदिनु। ब्रेक प्रेस गरेर छोडेपछि हामीहरूले गाडी अन हुन्छ, रेडी हुन्छ। यस, फर्स्ट मोड हामी हेर्दैछौँ। प्र्याक्टिकली यो 50 पुग्छ। प्र्याक्टिकल लाइभ टेस्ट गरेर देखाउँदैछौँ तपाईँलाई। उहाँले 3टै मोड हामी चेक गरौँ न। अब अर्को मोड सेकेन्ड मोडमा आयो। सेकेन्ड मोड यहाँ मोड देखाएको छ, यहाँ यो मोड होइन। सेकेन्ड मोडमा जस्तै गियर भन्छ 65, यो रियलमा